असफलताको मार्गमा भनेर मैले बारम्बार भनिराखेको छु हैन, सचेत गराइ नै राखेको छु। मान्छेले पत्याइराखेको छैन, तर अब हुँदा हुँदा संयुक्त राष्ट्र सङ्घले सम्म पनि यसलाई चाहिँ नै हैन मानवता विरोधी, मानव अधिकारलाई हनन गरेको भन्ने विषयमा सरकारको गतिविधिलाई चाहिँ चिन्ता व्यक्त गरेर अहिले एउटा विज्ञप्ति दिएको छ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, यो सरकारले कुन किसिमले चल्न खोजिरहेको छ, अहिले सङ्केत के देखिरहेको छ भन्दाखेरि हरेक कुरामा सेना र प्रहरी, बुट, लट्ठी र बन्दुक है, एउटा सानो 3-4 जना मान्छेको समूहलाई पनि तपाईँको सयौंको संख्यामा प्रहरी देखाएर आतंकित बनाउने, अहिले सुकुम्बासीको लगत सेनाबाट सङ्कलित गर्ने हैन, सबै कुरा चाहिँ राज्य आतंक मचाएर जुन मानवता विरोधी गतिविधि गरेको छ, यसले चाहिँ राष्ट्रिय बेइज्जत हाम्रो भयो हैन। हाम्रो राष्ट्रिय बेइज्जत भएको कारणले गर्दाखेरि राष्ट्रिय त्यो एउटा राज्य हुनु हैन को पनि हाम्रो एउटा चाहिँ के अरे मापदण्ड हुन्छ, त्यो देखि तल झारेको कारणले, राष्ट्रिय बेइज्जत गरिदिएको कारणले गर्दाखेरि पनि सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गरोस् भन्ने म चाहिँ भन्न चाहन्छु। अब यो भन्दा तल झर्नु हुँदैन हैन। सदनलाई छल्ने, अध्यादेश ल्याउनेदेखि लिएर हरेक कुराहरू जुन गरिरहेछ, अब यो सरकारले मार्ग प्रशस्त गर्दा हुन्छ। राष्ट्रसङ्घको तपाईँको चाहिँ के अरे ध्यान आकर्षण भइसक्यो, यो बेइज्जतको कुरा हो। कुनै पनि व्यक्तिलाई उसको इच्छा विरुद्ध उसको चाहिँ तपाईँको अधिकार, बासको अधिकार